तपाईहरु हेर्न सक्नुहुन्छ लगभग यो रुखलाई नंगाइसक्नु भयो हाम्रो पक्कुले 11 मिनेटमा हो धन बहिनी 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 या बहिनी एकछिन यहाँ काम गर्नु पर्यो भनेको मलाई बसेको देखि छैन छैन जाई क्या ल ल पख म यहाँदेखि हाम फालेर जान्छु ल म पहिला यहाँदेखि हाम फालेर झर्थेँ नि झरौँ यसले मलाई एकछिन बस्न दिएन हौ अफ भ्यागुताको बच्चा कसले देखेको थिइनँ भ्यागुताको छोड्दैन छोड्दै तलतिर छोड्दैन कस्तो पानी फोहोर आएको है छोड्यो त तलतिर छोड्दे त टोक्छ अबे छोड्दै ला पछारे मर्छ मर्दैन किन पछारेर मर्छ छेडा आइजन घाम मोल्दैन जाडो भइसक्यो के को जाडो हौ कस्तो मजाले यहाँ फुल फुलेको छ अहिले चाहिँ रोड यता भएको छ यस्तो भन्दै बोलाइन्थ्यो पहिला यहाँदेखि यसले मलाई लासै रिस उठायो सुँगुरको चारो खाने बेला भएर खाने बेलाले भएन होला हौ सबै हाल्दै जान बाटोमा यहाँ देखिरहेको ल म नुहाएको तन्नु भएको देखेकै छैन देखियो कि देख्यो भन्छ ल अब देख्दैन सुँगुरको चारो खलाएर सबैको आँखा बनाउनु अनि यस्तो छ र माटो अरूलाई पालेर अनि माया गरेर पाल्ने अनि काटेर खाने यस्तो नि हुन्छ यस्तो रोपिदिनु अनि सिँगुर पालेर पठाउने यतातिर सुँगुर कस्तो खानु त सुँगुर बाख्रा आजको मेरो कन्टेन्ट चाहिँ सुँगुरलाई चारो अनि घाँस काट्न गएको हुन्छ सो लास्टमा हेरेर साथ दिनु होला साथीहरू के भन्नु सुँगुर धेरै सानो तिनवटा छ एउटा ठुलो छ तिनवटा सानो सानो कस्तो मिलाएको छ म्याग्नेसियमको पानी माइकललाई सकाएर छु भाले बाँच्नु कराउनु हुन्छ हामीले अब छिर्छ होला छिर्दैन त्यस्तै हो मेरो भुँडी लागेको छ यहाँ खानेकुरा त्यही भएर भुँडी लागेको देखेँ सुकिरहेको छ देखेर गर्थ्यो गाउँ चाहिँ अहिले कति 5 वर्षपछि आइयो अब छिर्छ होला होइन
माथि तिपाहरूको घर थियो पहिला, अहिले त भत्काएर त बनाउनु भएको छ नयाँ। अहिले त छैन। के छैन भन्न खोजेको के? तिपाहरूको घर हो। म पहिला 5 सम्म पढेको स्कुल हो। यहाँ छ तल सुनकोशी। कत्रो फुल के राम है, फुल कत्रो फुल के। ओ माई गॉड। कत्रो मलाई के भएको यो गाउँमा आउँदा नै कस्तो नि लै भन्न मात्रै आउँछ के। यो रुख नचढेको धेरै भयो। म कसरी चढ्ने होला? बिरालो छैन दादा, रुख नचढेको धेरै भयो। धेरै अति धेरै नै भइसक्यो। खै यहाँले बिरालो जमा गरे न। यसरी लाग्छ कसरी चलाउनु? एक साइडमा तानेर लाने। मेरो भिडियो भयो त हेर राखेन भने राखेन के आछ नाक नगरी राख्छ ल अब लाग्छ नि त कसरी चलाउनु? लाग्छ अनि यसको डेट किनेर भएको छ साथै डेट किनेर। आज हामी सो प्रधान गर्दै आँटेको छौँ। हुन्टुको चप्पलको बुढियाको स्वर्गमा बास होस्। हुन्टुको चप्पलको बुढियाले स्वर्गमै बास पाओस्, सुख शान्तिले बितोस्।
घरमा सँग पापाले मसँग बस्नु भने नि त पापा त्यही उठो त्यही बाबुजी के को हो बाबुजी कता बाहिर छुना थियो तेरो मस्किलो कस्तो छ म देखिरा तेरो कन्ट्याक्ट गराउँछु त यहाँ बेला के चाइन त चाइन कान्छ सन्तो सब ल्याउनु पर्छ ओ म खेल खेल्ने त चाइन कान्छ सन्तो कान्छ मेरो बेबी अझै छ दादा भनेर नसोच्दा हुन्छ छ तर बिगदारी बिगमा छैन मेरो दादा पो हो आइटी इन्जिनियर बिन्टेको बुढो आइटी इन्जिनियर बिन्टेको बुढो महिनाको कति लाख कमाउँछ बाबु लाखको कुरा गरेछ मैले सागा त नसम्झिला हुन्छ 5 लाख 6 लाख कमाउँछ महिनाको पकाउने किन नखोज मलाई रोडी बनाउनु के गर्छु मैले के गरेछु याइ ला तपाईँ मलाई लडेर मरो के भन्छ नि ल्याउँछ तर बार खोइ के जानु दिनमा त राखे गाइस तपाईहरु हेर्न सक्नुहुन्छ लगभग यो रुखलाई नंगाइसक्नु भयो हाम्रो विनिता चामलिङ राईले हेर्नुहोस् कृपया पक्कुले लगभग यो रुखलाई नंगाइसक्नु भयो अर्को बाँदर चाहिँ यहाँनिर हुनुहुन्छ हो देख्न सक्नुहुन्छ तपाईले हाम्रो घाँसहरु तल छ अब जम्मा गर्न जानुपर्ने लडे पनि लडा आई डोन्ट केयर ओ लगभग यो रुख नंगाइसक्नु भएको छ हाम्रो विनिता चामलिङ राईले पक्कुनेले कतिमा 11 मिनेटमा हो धन्यवाद तपाईलाई अबे जोड्ने लड्यौ बिन्थ्यौ के गर्नु त छोडा यो झार्छु भुन्डी छोड्छ जे छोडा जानु त ला छ यहाँ नजाऊ त्यो ल अब तिमीहरुको पालो के जम्मा जानु ल सब पिन पनि गर्छ मेरो चप्पलको बुढिया ए हात छ र त दुईटाको काम म गर्छु म गरिन ए धारमा अल्टेको मेरो बुढिया त्यो बुढिया छोड उ गर्छ काम गर्न लाग्छ कहाँ छ बाबु यहाँ गर त पाटे छैन मेरो बाल कहाँ छ कति जम्मा गर्नु दिन्छ काट्न अनि जम्मा गर्न सुनमा काट काट अनि जम्मा गर एक ठाउँमा मात्र घाँस काटेर झरिसके यो दुईटा भने सामसाम सुमसुम गर्दै छिटो गर वाउ टेक्वा हे एउटा छ नि बुथुर्की लुटीलाई मुख मात्र चलाउन आउँछ नि तँलाई मुख मात्र चलाउन आउँछ त्यस्तो सानसानो किन बाँच्नु डल्लै हाल्नु त्यही त पुर्याउने राखेर सानसानो झर्छ त घरमा ठुल्ठुलो भने दाउरा हुन्छ नि सिसे जम्मा गरे
काटेरै गरी खाएँ सकिँदैन होला यहाँ यसरी बोकेर लगाउँ ल ला झर्छु कि के हो अडिँदैन त भन न पक्रिँदा एकछिन यसो गरेर नझर कस्तो नअडेको क्या यो यदि हातमा सक्छ बोक्नु सक्दैन खेती मेरो हात नि के कत्रो छ यस प्लिज अलमोस्ट यति सक्छ सक्छु यति बोक्नु हा कोकुलाई सामुना भनिदेऊ कोकुलाई हुवा गरिदेऊ आँखा सारेर पनि देऊ नो नट येट अब त्यसको लागि यहाँ शोक मनाउनु पर्छ रेस्ट इन पिस भन्नुपर्छ अब तिम्रो स्लिपरको त्यो उसलाई डललाई मेरो बुनुको गाइज भन्नुहुन्छ भने चप्पलको त्यो डल हराएछ गुडिया मलाई यहाँ डायलग दिएर गएको छ अब डिप्रेसनमा गयो अरे डिप्रेसनको दबाई ल्याइदिनु गोटी ल्याइदिनु भनेर घर गएको छ यहाँ हाम्रो विनिताले हेर्न सक्नुहुन्छ बहिनी थामाम त्यहाँबाट त के तल जम्प हान्ने हो यहाँबाट हेर्नु कुन स्टाइलको बहिनी 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 छोडेर ल बहिनी राम 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 बहिनी यसरी नगर्नु होला हार्ट अट्याक झन्डै आयो यत्रो धेरै बोकेछु यसलाई यति बोक्नलाई गर्दैछ बोक्नु राम्रोसँग है काँधमा हाल काँधमा हाल यसको खुट्टा लागेन म चाहिँ यत्रो बोकिरहेको छु यसलाई सानो सानो नि बोक्न भनेको कहाँ तलतिर हिँडेका लडे हामी चाहिँ अब साग टिप्न जाँदैछौँ चिलाइदिउँ कहाँ छ हौ यहाँ साग चाहिँ नाना म त देख्दिनँ त यहाँ पहिला घर थियो तिमीहरूको अलि भत्केर उता नयाँ बनाउनु भएको छ यो फुल अझै रहेछ यस्तोको भित्र रस आउँछ क्या चिसो एक गुलियो यो साग टिप्नु पर्ने नानी साग त पुरा रोप्नु भएको रहेछ यहाँ पनि घर थियो हाम्रो दाइहरूको अहिले छैन यहीँ थियो है के थियो घर थियो यहाँ को यत्रो बाबुरा मामाहरूको ठुलो थियो नि यहाँ थियो अनि त्यहाँ कोकोहरूको खै कहाँ छ टमाटर ल कस्तो राम्रो साग हो अब सागमा चाहिँ सुँगुरको मासु हालेर पकाएर खाने यहाँनिर यस्तो भएछ यहाँ पहिला एउटा रुम थियो फोहोर लाग्छ लेख्न काटिसक्नु क्या पुरा यस्तो रुम भएर यहाँ त्यहाँ तल खेतहरू थियो हजुर
चिसो लाग्छ पुरा अलि चिर्नु भएर यसको यस्तो मिठो हुन्छ कि कस्तो मनपर्छ त्यसलाई हामी चोरी चोरी खान्छौँ पारी जस्तो छ साग हेर्न सक्नुहुन्छ गाइजहरू कट्टुलाको चाहिँ हाल्छ नि मार्छु छैन कटुलाको कट्टु चाहिँ हालेको छ तेरो म फेरि गगङ्गा लड्छ है हुँदैन भाग भाग ला मुला भिडियोमा देखिरहेछ अब बाजेले मार्नुहुन्छ सानो जस्तो देखिन्छ हाम्रो घर यहाँ भयो अनि तिमीहरूको घर यहाँ हजुर चारेले झारिसक्यो नि लैलै तिम्मा भनेको चाहिँ ठुलो मम्मी हो हाम्रो भाषामा तिम्मा भन्छौँ हामी ठुलो मम्मीलाई यो बाटो पहिला हामी चिप्लिँदै झर्थ्यौँ सिस्नो घारी पुरा थियो तर अहिले चाहिँ त्यस्तो छैन अहिले चाहिँ साग धुँदैछ यहाँ हो यता अदुवा त उक्लिने कहाँको उक्लिने कुन उक्लिने हो तिमी खाना त खाना आउँदैन मेरो छोरीलाई चाहिँ केही गर्न आउँदैन खाना मात्रै आउँछ हाम्रो पहिला पुरानो घर थियो अहिले चाहिँ यहाँनिर बाख्राको गोठ बनाएको छ यो चाहिँ हाम्रो पुरानो ओखली हो बाजेले बनाउनु भएको काठको होइन यो सानो टमाटरको अचार यस्तो मिठो हुन्छ नि सानो टमाटर अनि टिम्बुर हाल्ने लसुन हाल्ने धनियाँ अकबरी खुर्सानी यस्तो मिठो हुन्छ नि यो मलाई थाहा हुँदैन जस्तो होइन म ल्याइदिन्छु कि सुन्दा भनेको यस्तो राम्रो अचार पहिले मैले सोच्दाखेरि खान्छु भनेकै हो